डढेलो यो चाहिँ कटारी एरिया चाहिँ रेन स्याडो एरिया पर्छ। त्यसले गर्दाखेरि अन्यत्र पानी परे पनि यहाँ चाहिँ पानी कम पर्दो रहेछ। पहिलो कुरा त्यो हो। त्यसले गर्दाखेरि यहाँको चुरे डाँडा चाहिँ देशैभरिमा सबैभन्दा सुक्खा डाँडा हो र हाम्रो सेटेलाइटको इमेज हेर्ने हो भने पनि सबैभन्दा बढी डढेलो लाग्ने क्षेत्र भनेकै कटारी डिभिजन अन्तर्गतको चुरे क्षेत्र हो। अब त्यसैले डढेलोको पहिलो कुरा त रोकथाम नै हो। अब रोकथामको लागि वन कार्यालयले डढेलो नियन्त्रण सम्बन्धी सामग्री खरिद गरेर र साथै चुरे उत्थानशील आयोजनाबाट पनि सहयोग स्वरूप सामग्रीहरू प्राप्त भएको थियो र त्यो हामीले सशस्त्र प्रहरी, जनपद प्रहरी, त्यसपछि हाम्रो जुन जुन सामुदायिक वनको आफ्नो भवन निर्माण भइसकेका छ अथवा कार्यालय विधिवत रूपमा सञ्चालनमा छ ती सामुदायिक वनहरू हाम्रो सब डिभिजन वन कार्यालयहरूलाई हामीले सामग्रीहरू पठाएका छौँ र डढेलो लाग्दाखेरि त्यो सामग्रीहरूको परिचालन गरेर डढेलो नियन्त्रणमा लिने काम गरिरहेको छ र त्यसपछि हामीले प्रचार प्रसारको रूपमा यहाँ कटारीमा भएका दुईटा एफएमहरू छन्। दुईटै एफएमबाट दिनमा 20 पटकको दरले डढेलो रोकथाम नियन्त्रण सम्बन्धी चेतनामूलक सन्देश हामीले बजाइरहेका छौँ। साथै आफ्नो कार्यालयको गस्ती गाडीबाट पनि हामीले टोलमा माइकिङ गरेका छौँ र पम्पलेटहरू पनि ठाउँ ठाउँमा हामीले वितरण गरेका छौँ र डढेलो लाग्दाखेरि सामुदायिक वन उपभोक्ता समूह, त्यसपछि समिति र हाम्रो वन कर्मचारीहरू मिलेर संयुक्त रूपमा अहिलेसम्म डढेलो लाग्दाखेरि हामीले सबै निभाइरहेका छौँ। त्यो अनकन्ट्रोल रूपमा जान सकेको छैन, होल जङ्गलै बलेको पनि छैन। केही लाग्छ र फेरि निभाइन्छ, तर यो घटना चाहिँ भइरहेछ। त्यसपछि अब निभाउनको लागि पानी खाँचो पर्दो रहेछ। त्यसैले एक सामुदायिक वन एक पोखरी निर्माण भनेर कार्यक्रम अगाडि बढाइएको छ। गत आर्थिक वर्षमा पनि 11वटा सामुदायिक वनमा पोखरी निर्माण भयो यो डिभिजन अन्तर्गत र यो वर्ष पनि त्यसै गरी पोखरी निर्माणको कामहरू विभिन्न सामुदायिक वनमा चुरे उत्थानशील आयोजनाको सहयोगमा पनि र हाम्रो वन कार्यालयको पनि बजेटमा कोही सामुदायिक वनको आफ्नै बजेट छ भने सो आफ्नै बजेट परिचालन गरेर भए पनि पोखरी निर्माणको काम गरिरहेछ र चुरेमा हामीले पानी सञ्चय गर्न सक्यौँ भने, बर्खाको पानी स्टोर गर्न सक्यौँ भने यो चाहिँ डाँडाहरू अलि रसिलो हुने र डढेलोको घटना चाहिँ कम हुने र डढेलो लागिहाल्यो भने पनि हामीले त्यसलाई चाहिँ निभाउनको लागि नजिकै पानी उपलब्ध हुने गरी काम गरिरहेछौँ। अब यस्तो छ, डढेलो त हामीले खासमा हेर्ने भने हाम्रो नेपालमा चाहिँ धेरै जसो डढेलो चाहिँ हामी उपभोक्ताहरूले आफै लगाउँदो रहेछौँ आफ्नो जङ्गलमा। अब यो चाहिँ घाँस पलाओस् कि अथवा जङ्गलमा अब विभिन्न जङ्गली जनावर अथवा किरा फट्याङ्ग्राको हाम्रो गाउँ बस्तीमा प्रकोप हुन्छ, वा आफू घाँस दाउरा गर्न जाँदा केही आफूलाई किर्नाले टोक्छ कि के गर्छ कि भनेर त्यो चाहिँ जङ्गल चाहिँ बाल्ने चलन चाहिँ पहिलादेखि त्यो कुरालाई मान्छेले प्र्याक्टिस गर्दो रहेछ र हामीले डढेलो लगाउने मान्छे फेला परेमा वन ऐन 2076 अनुसार चाहिँ कारबाही गर्ने, कडा कारबाही हुने प्रावधान छ। तर मान्छे चाहिँ पत्ता लाग्न सकेको छैन। यसमा चाहिँ अब सामुदायिक वन उपभोक्ता समूहहरूले अब सहयोग गर्यो, वन समितिका साथीहरूले भने यो कारबाही गर्न सकिन्छ, तर त्यहाँबाट पनि सोधी खोजी गर्दा अब कसले लगायो डढेलो हामीलाई थाहा भएन जस्तो खासै चाहिँ त्यो विषयमा चाहिँ सहयोग भएको छैन र यसमा कार्यालय प्रमुखहरूको बैठक हुँदा पनि हाम्रो प्रमुख जिल्ला अधिकारीज्यूले यो चाहिँ डढेलो लगाउने मान्छे पत्ता लगाएर त्यसलाई चाहिँ कानुनी दायरामा ल्याउनुपर्छ भन्ने नै प्रमुख जिल्ला अधिकारीज्यूको निर्देशन छ। हैन, निगरानी त सामुदायिक वन उपभोक्ता समूहले नै गर्ने हो, पहिलो चरण उहाँहरूकै हो। किन भन्दाखेरि सबै सामुदायिक वनलाई दिइएको छ यहाँको जङ्गलहरू र सामुदायिक वन उपभोक्ता समूहबाट मागेको बखत हाम्रो वन कार्यालयबाट सहयोगको रूपमा कर्मचारीहरू खटिएर सहयोग गरिरहेको अवस्था छ र जो सामुदायिक वन धेरै सक्रिय छ त्यो सामुदायिक वनमा 5 वर्ष भइसक्यो, अब लागेको छैन डढेलो। अब राम्रो समितिको साथीहरू राम्रो सक्रिय भएर आफ्नो फायर लाइन बनाउने, फायर लाइनमा भएका पात पतिङ्गर, चलन चल्तीका बाटाघाटाको पात पतिङ्गरहरू टाइममा सफा गरिदिने गर्यो भने अब डढेलो सबैमा लागेको पनि छैन। यहाँ त सबै सुक्खा ठाउँ हो, सबैमा लाग्नुपर्ने हो, तर फाटफुट केही सामुदायिक वनमा लागेको छ र यो डढेलोलाई पूर्ण रूपमा नियन्त्रण गर्न पनि सकिँदैन। वन विज्ञानमा संसारमा कहीँ पनि पूर्ण रूपमा नियन्त्रण गरेको त छैन, कहीँ पनि, जस्तोसुकै विकसित देश भए पनि। त्यही पनि हाम्रो नेपालीको चाहिँ आनी बानीमा सुधार भयो भने हामी धेरै हदसम्म वन डढेलोको घटना चाहिँ हाम्रोमा हुँदैन। यस्तो अब डढेलो नियन्त्रण गर्न विभिन्न किसिमका औजारहरू
हुन्छन् सामग्रीहरू, जस्तै जेट सुटर हो, पछाडि चाहिँ भिर्ने एक किसिमको पानी सहितको ट्याङ्की हो त्यो, त्यसपछि त्यसलाई पत्करहरू सोर्ने रेक भयो, त्यसपछि त्यसलाई पिट्नको लागि स्वाटर भयो, यस्तो अब हेलमेट भयो, जुत्ता भयो, यस्तो अनि लगाउने अग्निरोधी लुगा ड्रेसहरू, त्यो सामग्रीको सेटहरू हामीले दिएका छौँ। सबैमा हामीलाई दिन सक्ने हामीसँग सामग्री छैन, हामीसँग त्यो क्षमता नि भएन, किन त्यो सामानहरू महँगो छ र यहाँ झन्डै 160वटा सामुदायिक वन छन् हाम्रो कार्यक्षेत्रमा, सबैलाई हामीले दिन सकेका छैनौँ। तर पहिलो चरणमा चाहिँ चुरे क्षेत्रको जहाँ बढी प्रभावित छ त्यो ठाउँको जुन जुन सामुदायिक वन अलि संस्थागत रूपमा अगाडि बढेको छ, कार्यालय व्यवस्थित भइसकेको छ, त्यो सामुदायिक वनहरूको माग निवेदनका आधारमा हामी उपलब्ध गराएका छौँ। र चुरे उत्थानशील आयोजनालाई पनि थप बजेट, थप यसमा चाहिँ सामग्रीहरू उपलब्ध गराइदिनलाई हामीले अनुरोध गरेका छौँ।